गुड मर्निङ एभ्रिवान। आजको बिहानी म यहाँ माध्यमिक विद्यालय बजरहट्टी जुन चाहिँ स्थापना 2026 सालमा भएको रहेछ, राप्ती नगरपालिका 8 बजरहट्टी चितवन अन्तर्गतको माध्यमिक विद्यालय बजरहट्टीमा हामी चितवन लायन्स क्लब अफ इस्ट गोल्डबाट आएका छौँ। यहाँका लायन्स क्लब अफ चितवन इस्ट गोल्डबाट हामी आएका छौँ। यहाँ बच्चाहरूले गेट पनि खोल्दैछौँ। आजको दिनको स्पेसालिटी के छ भने यहाँका बच्चाहरू न त बोल्न सक्छन् न त सुन्न सक्छन्। ती बच्चाहरूलाई चाहिँ एउटा केही भए पनि केही दिनका लागि भए पनि राहत होस् भनेर हामीले चाहिँ यो खाद्यान्न वितरण कार्यक्रम राखेका छौँ र यसरी हामी सामान पनि लिएर आउँदैछौँ। यहाँ आज खाद्यान्न वितरण कार्यक्रम का सँगसँगै यी सम्पूर्ण स्टुडेन्टहरूलाई चाहिँ हामी चाहिँ आज एउटा मोटिभेसन क्लास पनि हामीले चाहिँ राखेका छौँ र हामी यिनीहरूकै लागि हामी बाँचेका हौँ र हामीले सबैलाई चाहिँ सम्मान पनि गर्नुपर्ने हुन्छ, सबैजनालाई माया पनि गर्नुपर्ने हुन्छ र यहाँ विद्यार्थीहरू यसरी चाहिँ घाम तापेर पढिरहेका छन्। इट्स रियली असम सीन फर द students as well as all the Lions Club member, and we are really glad to be here because we got opportunity to serve the people, to serve the special child of this school, and here all are studying. I think he is teacher or student, I don't know. Anyway, I will introduce them as soon as possible. And here यो कस्तो राम्रो दृश्य छ यहाँका हैन। अब यो बच्चाहरू हैन कस्तो राम्रो ब्युटिफुल सोलहरू, अब यिनीहरू न त बिचारा सुन्न सक्छन् न त बोल्न सक्छन्, बट इट सिम्स दे हैज ह्युज डिजायर अन देयर हार्ट हैन। अब उनीहरूको मनभित्र कति धेरै चाहिँ चाहनाहरू गुम्सिरहेका होलान् हैन। अब यही बच्चाहरू नै भोलिको लागि कर्णधार बन्न सक्छ। यही बच्चा नै भोलिको लागि चाहिँ एउटा चाहिँ देश धान्न सक्ने मान्छे बन्न सक्छ। आई वान्ट टु से द्याट डिसएबिलिटी इज नट इनएबिलिटी। डिसएबिलिटी इनएबिलिटी होइन हैन। भगवानले सिर्जना गर्नुभएको हामी क्रिएसन, हामी केही न केहीको लागि यहाँ पठाउनु भएको हो भन्ने मैले मान्छु र हामी सबैजनाले त्यही कुरा मान्छौँ पनि। अब मैले यो धेरै भिडियो हल्लाएँ होला है। एनिवे म फेरि एकचोटि चाहिँ एकदम स्टेबल तरिकाले देखाउँछु। यहाँ सबैजना यसरी अब सङ्गीतमा बोल्छन् हैन। अब कति खुसी छन् यिनीहरू हैन। अब यिनीहरूको ह्याप्पी फेसले पनि यो जीवन जिएको सार्थकता पाउँछ यिनीहरूको एकदमै मायाले गर्दा। ल थ्याङ्क यू सो मच गाई। म पछि अर्को भिडियो पछि बनाउँछु। ओके।